त्यो नेतृत्व पनि सरकारमा जान चाहँदैन। त्यसै कारणले गर्दा म अहिले के बताउन चाहन्छु भने अब यहाँ भएका तपाईँको अधिकांश बहुमतमा 99% तपाईँहरूले भन्नुहुन्छ कि 2x5 हुन्छ भनिसकेपछि बहुमतले 2x5 बनाउन सक्दैन। बहुमतले 2 तपाईँको चाहिँ 6 बनाउन सक्दैन। सत्यको ठाउँमा तपाईँको एकजना मात्रै भयो भने 2 4 हुन्छ। त्यसै कारणले गर्दा बहुमतले के भन्नुभयो यो नीति प्रक्रियाप्रति त्योसँग हाम्रो खास सरोकारको विषय होइन। अब यो सम्बन्धी उजुरी परेको छ भने सर्वोच्च अदालतको व्याख्या के हुन्छ त्यो महत्त्वपूर्ण चिज हो। निवेदन दिन पाउनु हो उहाँले सर्वोच्च अदालतको व्याख्या यो संविधानको मर्म विपरीत यदि अहिलेको वर्तमान मुख्यमन्त्रीको नीति भएको छ भने म तपाईँलाई भन्छु रति भर पनि म तपाईँको चाहिँ विलम्ब गर्दिनँ र सर्वोच्च अदालतको निर्णय अनुसार तपाईँको चाहिने म तपाईँको चाहिने आफ्नो उहाँको निर्देशन अनुसार म आफ्नो के अरे गतिविधि अगाडि बढाउँछु। म निवेदन गर्न चाहन्छु विगतमा सर्वोच्च अदालतले गरेको निर्णयको विरुद्ध पनि नाराबाजी भएकै हो। अहिले केही दिन अगाडि मात्रै माननीय जितेन्द्र सोलङको मृत्यु भइसकेपछि पनि केही साथीहरू केही अराजक तत्त्वहरूबाट त्यहाँ प्रदेश प्रमुखको गेटमा तपाईँको चाहिने प्रदेश प्रमुख मुर्दाबाद प्रदेश प्रमुख के अरे नस्लवादी हो यो हो भनेर नारा लागेको थियो। त्यसको कारणले गर्दा अहिले मेरो मृत्युपछि पनि प्रदेश के अरे प्रमुखको विरुद्धमा नारा लागेको थियो। त्यसको कारण म के निवेदन गर्न चाहन्छु भने नेकपा एमाले नआउने मुख्यमन्त्रीको विरुद्धमा नारा लाउँछ, नेकपा एमाले हिजो तपाईँ नारा लागेन विरुद्धमा। हामीले लोकतन्त्र हामीले संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र अथवा संविधानकोमा जे विषयवस्तु उल्लेख छ जे धारा उल्लेख छ त्यसलाई अनुसरण गर्ने पार्टीले गऱ्यो। अब राप्रपाको विषय हामीले के अरे पूर्व माननीय हामी राजेन्द्र लिङ्गेनसँग सोधेर हामी सरकारमा लगायौँ। प्रदेश सभामा माननीय कञ्चनजी छ उहाँ आफ्नो दलको नेता हो, उहाँ प्रदेश सभाको सदस्य, उहाँलाई सोध्यौँ म सरकारमा सहभागी हुन्छु भनिसकेपछि सरकारमा सहभागी गरेको र त्यो जे विषय छ त्यो उहाँको पार्टीको तपाईँको सार्वभौम अधिकारको विषय हो। म यो विषयमा धेरै पढ्न चाहन्छु। यो त कस्तो छ भने यो त तपाईँको के नजिकसँग छैन भन्ने विषय त मसँग सरकारी होइन, मेरो नीतिसँग सरकारी होइन। म त नीति प्राप्त गरिसकेपछि अब फेरि सर्वोच्चले अर्को निर्णय गरिसकेपछि म त्यही मान्ने। म त फेरि पनि भन्छु म त्यही प्रदेश प्रमुखजीबाट जितेन्द्र सोलङको मृत्यु हो त्यो वैधानिक हो, त्यही प्रदेश प्रमुखको हस्ताक्षरबाट शरद यादवको मृत्यु हो आफ्नो हुन्छ हो। अब प्रक्रियाको बारेमा त सर्वोच्चले व्याख्या गरेको त्यही मानु तपाईँको भने जस्तै मैले प्राप्त गरेको नीति मैले खाएको छ तपाईँले अब असंवैधानिक हो कि त्यस्तै नजिर छ भने त्यो नजिरको आधारमा तपाईँले हाम्रो रमनजीले भन्नुभयो नि साथीहरूले मुद्दा हाल्न जानुभएको छ, मुद्दा दिनुभएको छ। अहिले सर्वोच्च अदालतको निर्णय म आफ्नो शिरमा माथि राखेर त्यो निर्णय शिरोधार गरेको त्यस्तो होइन। तर तपाईँकै तपाईँ लगायत 6 दलको समर्थनमा त्यो बेला 168 धारा 2 बमोजिमले लिखियो। अहिले त के अरे सायद यो तपाईँले धन जान्ने विषय हो भन्दा त्यो तपाईँले धेरै न्युजहरू लेख्नु भएको छ। म तपाईँलाई बताउँछु धारा 2 संविधानको धारा 168 को 2 अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त नगरेको भन्ने छैन। सर्वजनाले विश्वासको मत प्राप्त गरेको। अब काम गर्दै जाँदाखेरि उहाँको कार्यशैलीप्रति उहाँको व्यवहारप्रति सरकारको रवैयाप्रति असन्तुष्ट भएर कुनै राजनीतिक दलले आफ्नो समर्थन फिर्ता लियो भने त्यो विश्वासको मत नपुगेको भन्ने कुरो सुन्नुहोस् है। त्यसको कारणले गर्दा विगतमा रहेको 10% सरकारले तपाईँको चाहिँ धारा 2 अन्तर्गतको नीति भएको र विश्वासको मत प्राप्त गरेको त्यसपछि कुनै दलले समर्थन फिर्ता लिइसकेपछि त्यसको वैधानिक बाटो अनुसार गर्नु त्यो तपाईँको धारा 2 अन्तर्गतको सरकारले विश्वासको मत प्राप्त नगरेको भन्ने जाँदा टेक्स्ट। अब रह्यो सतीश सिंहजीको कुरा, सतीश सिंहजीको पनि त तपाईँको धारा 2 अन्तर्गतै तपाईँको हामी नै सरकारमा सहभागी भएको र उहाँले विश्वासको मत राख्नुभयो। 54 जना मात्रै सङ्ख्याको विश्वास उहाँले प्राप्त गर्नुभएको। 53 अल्पमत हुन्छ, 54 मात्रै बहुमत हुन्छ र माननीय सतीश सिंहजी मुख्यमन्त्री भएको बेला 54 सदस्यको तपाईँको चाहिँ समर्थन प्राप्त गरेको विश्वासको मत उहाँले प्राप्त गर्नुभएको। फेरि
पछि गएर नेपाली कङ्ग्रेसले समर्थन फिर्ता लिनु, त्यसपछि नेकपा एमाले लिनु, त्यसपछि दोस्रोपाले लियो। त्यति मात्र होइन, उहाँको आफ्नै दलले आफ्नै मुख्यमन्त्रीको समर्थन फिर्ता लिइसकेपछि तपाईँको चाहिँ त्यो विश्वासको मत गुमाउने बेला होइन। त्यो विश्वासको मत प्राप्त गरेर भारतीय अनुसारको सरकारको विश्वासको मत प्राप्तै गर्न सकेन। प्राप्त गरिसकेपछि पनि तपाईँको राजनीतिक समर्थन फिर्ता लिइसकेपछि केन्द्र पनि प्र्याक्टिस हो। हिजो देउवाजीको नेतृत्वमा सरकार भएको, हिजो प्रधानमन्त्रीको नेतृत्वमा सरकार भएको, बिचमा तपाईँको सरकारहरूमा सहभागी दलहरू तपाईँको उलटपुलट भइरहन्छ। त्यो फरक विषय भएको कारणले गर्दा त्योसँग यो विषय नजोड्नको निम्ति अनुरोध। जस्तो अहिले मान्छे जितेन्द्र सोरेनजीले तपाईँको विश्वासको मत प्राप्त गर्नको निम्ति कार्तिक 22 गतेको लागि प्रदेशसँग पत्र पठाउनु भएको थियो। त्योभन्दा अगाडि गएर विश्वासको मत प्राप्त गरे होइन। उहाँ पहिलोचोटि विश्वासको मत प्राप्त गर्नको निम्ति चिठी पठाउनु भयो र पहिलोचोटिमा असफल हुनुहुन्छ। विश्वासको मत प्राप्त गर्नु भएन। मानव क्षेत्रलाई विश्वासको मत प्राप्त गरिसकेको भए फेरि तपाईँको 1 महिनापछि 2 महिनापछि यदि कुनै दलले आफ्नो समर्थन फिर्ता लिएको भए, उहाँको विश्वासको मत नपुगेको भए धारा फेरि 2 अनुसार नै जाने प्रावधान छ। तर पहिलोचोटि नै विश्वासको मत प्राप्त नगरिसकेपछि धारा 3 प्रभावित हुन्छ भन्ने चिज मलाई लाग्छ प्रदेश कमिटीले विश्वासमा पुगिसकेपछि यो नीतिको प्रक्रिया आउँछ। मुख्यमन्त्री कानुनी कुरामा के भयो भने सभामुखले विश्वासको मत उहाँले बोल्नु भएको थियो राज्यमा लिने अवस्था भएर स्थगित भयो। र तपाईँहरूले भन्नुहुन्छ त्यो विश्वासको मत फेल भयो। यसलाई कसरी सदनको विषयवस्तु रेकर्डेड छ होइन। मसँग सरकारी विषयमा हामीले जवाब दिने हो होइन। सदनसँग सरकारी विषयमा सहभागी जवाब दिने हो होइन। नीतिको विषयमा छ भने त्यो प्रदेश कमिटीले के अरे जवाब दिने हो होइन। कानुनको विषयमा छ भने मैले जानेको मात्रै भन्ने हो तपाईँलाई, त्यसको म विज्ञ पनि होइन। त्यसै कारणले गर्दा मेरो आफ्नो दलको विश्लेषण मात्रै तपाईँलाई भने होइन। प्रदेशको त रेकर्डेड छ नि। मानव एकछिनको लागि तपाईँले सबैले सुन्नु भएको छ, तर पनि तपाईँको चाहिने कागजी कुराहरू हामी अलिक बढी विश्वास गर्छौँ। हामी तपाईँको राइट चिज, राइट इन्फर्मेसन र राइट तपाईँको चाहिने सूचनाको सम्प्रेषण गरौँ भन्ने निवेदन छ। मुख्यमन्त्रीजी तपाईँ कानुनी कुरा कानुन लेभल छ होइन। नीतिबाट 2 दिन बितिसक्यो, तपाईँले पदभार कति गर्नु? मैले पदभार ग्रहण गर्नको निम्ति साँच्चै यथार्थ भन्ने हो भने प्रदेशमा मुख्यमन्त्रीको अहिलेको चेम्बरै छैन। जेनजी आन्दोलनमा जलाइएको मुख्यमन्त्री कार्यालय अहिलेको कवर हलमा मुख्यमन्त्री कार्यालय सञ्चालन छ। त्यसमा प्रमुख सचिवजीको मात्रै मैले कार्यकक्ष देखेँ अस्ति। अब अस्ति जितेन्द्र सोरेनजीले कहाँ गएर कार्यभार सम्हाल्नुभयो मलाई बोलाउनु भएको थिएन होइन। मैले देखेको पनि छैन। गृहमन्त्रीको छ मलाई जानकारी छैन। मैले प्रमुख सचिव लगायतका सचिवज्यूहरूलाई मैले सोधेँ, ल हाम्रो कार्यालय कहाँ हो, म कार्यभार सम्हाल्न आउँछु भन्दाखेरि कार्यालय छैन, हजुर मिलाएपछि खबर गरौँला भनेपछि 1 दिन भएपछि 2 दिन भयो 3 दिन भएपछि अब मतलब कमसेकम कार्यालय त हुनु पऱ्यो नि। त्यहाँ बस्दाखेरि थुप्रै फाइलहरू सिग्नेचर गर्नुपर्छ होइन। तपाईँको चाहिँ काम प्रक्रियाको अगाडि बढाउनुपर्छ। विलम्बै हुन्छ, 1 दिन विलम्बै हुन्छ, तर कार्यालय व्यवस्थित गरिसकेपछि मात्रै कार्य हुन्छ। मुख्यमन्त्रीज्यू तपाईँ त्यसै पनि आज मुख्यमन्त्री हुँदा होइन कि ठुलो दलको नेताले यो प्रदेशको अभिभावक हुनुहुन्छ। सबैभन्दा बढी जिम्मेवारी तपाईँमाथि हुन्छ। जुन किसिमले जेनजी आन्दोलनपछि संहिता बचाउन, मधेस बचाउन सर्वदलीय सहमति हुनुपर्छ, किनभने दलीय सहमति बिना सत्ता र प्रदेशसभा पनि चल्दैन। हिजो कसैले रहबर र मालालाई प्रयोग गरे, आज तपाईँले अब जसरी राप्रपाले अध्यक्षजीले भन्नुभएको छ रूपा उहाँलाई बनाउनु भएको छ, कञ्चनजीलाई बनाउनु भएको छ। अनि तपाईँले एउटा ठुलो दलको संसदीय दलको नेताको हैसियतले त्यो किसिमको माहौल बनाउन सक्नु भएन कि त्यहाँ चुक्नु भएको छ कि अहिले काङ्ग्रेसलाई साह्रो पछि आफै बनौला भन्ने योजना थियो, के थियो? जेनजी आन्दोलन अघि होस् या जेनजी पुस्ताको आन्दोलन पछि होस्, यो प्रदेशमा तपाईँको चाहिँ नेकपा एमालेको सबैभन्दा ठुलो दलै हुनु ठुलो दलहरूलाई पचेको छ। नेपाली जनतालाई पचेको छ, किनभने त्यहीको आधारमा नै ठुलो दल हो। मधेसको जनतालाई पचेको छ, प्रदेशको जनतालाई पचेको छ। तर ठुलो दल हुनु नै नेकपा एमालेको लागि अन्य दलहरूको नजरमा हामी अपराधिक देखिया छौँ। त्यसै कारणले गर्दा हाम्रो दल के निष्कर्षमा थियो भने हामी ठुलो दल हुँदा पनि हामीसँग गणपूरक सङ्ख्या छैन सरकार निर्माण। त्यसै कारणले गर्दा गणपूरक सङ्ख्या नभएसम्म सरकारको नेतृत्वको दाबी नगर्ने भन्ने हाम्रो कुरा छ। हामी मध्य प्रदेशको जनतालाई पटक पटक आह्वान गऱ्यौँ, गरिरहेको छु, अहिले पनि गर्छु म, कि हाम्रो दललाई
तपाईँको चाहिँ यो अल्पमतको सरकार र तपाईँको मिलिजुली सरकारको तपाईँको चाहिँ माइन्डेड नदिनुहोस्। ठुलो दल त बनाउनु तर गणतन्त्र सञ्चालन भइसकेपछि अहिलेसम्म त्यही सुन्नु भएको छ, दलको नेताले सरकारको नेतृत्व जारी गरेका छ, यो नीति फिक्स मैले राखेको छु। अब तपाईँको चाहिँ नि अन्य दलहरूले तपाईँको चाहिँ नि मुख्यमन्त्री बन्न तपाईँको चाहिँ नि त्यो सरकारको नेतृत्व गर्न के अरे इच्छा गरिसकेपछि नेकपा एमालेसँग प्रस्ताव राखिसकेपछि त नेकपा एमालेको सार्वभौम अधिकार र हो म दललाई प्रधानमन्त्री त्यो मुख्यमन्त्री बनाउन सहयोग गरेको लागि त्यसै कारणले गर्दा हजुरलाई निवेदन गर्न चाहन्छु। विगतमा जसपाले पनि हामीसँग सहयोग माग्यो, हामीले धेरै लाग्यो होइन, संहितामा उहाँको अमूल्य योगदान छ। त्यसमा उहाँको नेतृत्वमा विगत 5 वर्षमा सरकार पनि थियो, फेरि पनि उहाँको नेतृत्वमा सरकारमा बनाइदिउँ भनेर मुख्य भूमिका खेल्ने मुख्य तपाईँको चाहिँ के अरे प्रमुख पार्टी नै नेकपा एमाले हो। त्यसपछि उहाँको कार्यशैलीप्रति केही चिजहरू उठ्यो, सरकार के विभिन्न दलहरूको समर्थन त्यताले उहाँको सरकार ढल्यो। त्यसपछि तपाईँको जनमतको के अरे नेताजीले तपाईँको चाहिँ जनमतको राष्ट्रिय अध्यक्षजीले हाम्रो राष्ट्रिय अध्यक्षसँग कुरा गर्नुभयो, महेशजीले हामीलाई कुरा गर्नुभयो कि हामीलाई मुख्यमन्त्री बनाइदिनु पर्यो, सरकारको नेतृत्व दिनु। हामीले ठिकै लाग्यो, किन भन्दाखेरि मधेसको ताजा क्याबिनेट जहाँ के अरे माइन्डेड लिएर आएको छ, उहाँलाई बनाइदिँदाखेरि केही नयाँ गर्न पाइन्छ कि भन्ने थियो मलाई होइन। त्यसपछि के भइसकेपछि जनमतको नेतृत्वमा पनि सरकार बनाउनु सबैभन्दा अहम भूमिका कसको थियो भने नेकपा एमाले, हामी उहाँलाई पनि बनाइदिएको। जब जनमतको नेतृत्वको सरकार जनमतको आफ्नै कारणले गर्दा तपाईँको धरिसकेपछि अब गर्ने के भन्दाखेरि नेपाली कङ्ग्रेसले यो र सरोजी नेकपा एमाले अब नेपाली कङ्ग्रेसको नेतृत्वमा सरकार बनाइदिनु पर्नु भनिसकेपछि हामीले नेपाली कङ्ग्रेसको नेतृत्वमा हस्ताक्षर गरेर प्रदेशहरू बुझायौँ। भनिसकेपछि मलाई हजुरले यो तपाईँले आफ्नै इच्छा थियो गर्ने भनेर आरोप लगाउन मिल्दैन। त्यसै कारणले गर्दा जब तपाईँको 36 सीटको सरकार फेल खाइसकेपछि मैले नै प्रदेश सभामा के आवाज गरेर मलाई नेपाली मैले अब यो प्रदेश सरकार अब सर्वदलीय सहमतिको सरकार बनाउनुपर्छ, त्यसको नेतृत्व मैले गर्नुपर्छ भनेको छैन, तर सर्वदलीय सहमतिको सरकार बनाउनुपर्छ। अब नेतृत्व गर्न काङ्ग्रेसको काम थियो, मेरो नेतृत्व गरिसकेपछि अब बन्दै भइसकेपछि सबै दललाई मिलाउँ। मलाई तपाईँको कुनै दलले र तपाईँ अगाडि बढ्नुहोस् भन्दाखेरि म सर्वदलीयको स्वरूप दिनको निम्ति प्रयास पहल नगरेको भए उहाँलाई आरोप लगाउन सक्नुहुन्थ्यो, तर मलाई त त्यो अवसरै प्राप्त भएको छैन। अहिले तपाईँले भारतको बाध्यात्मक अवस्थामा फेरि पनि भन्छु, मेरो लहरले भएको होइन, संविधानले मलाई दिएको यो मुख्यमन्त्री पद पाइसकेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रदेश सभाप्रति पूर्ण निष्ठापूर्वक रही मधेसी जनता प्रदेशवासी जनताप्रति र नेपाली जनताप्रति पूर्ण निष्ठापूर्वक रहेको काम गर्छु। जति दिन हुन्छु त्यति दिन गर्छु। अब फेरि पनि भन्न चाहन्छु, यदि तपाईँको मैले विश्वासको मत यदि मेहनत गर्दा पनि प्राप्त गर्न सकिनँ भने वा सर्वोच्च अदालतले तपाईँको मेरै बारेमा मेरो मृत्युको बारेमा तपाईँको फेरि अप्रिय निर्णय गरिदिनु भयो भने म तपाईँको त्यसको विरुद्धमा मेरो दलले नराम्रो सक्दैन। केही दिन म तपाईँको सहजै सत्ता तपाईँको हस्तान्तरण गर्नको निम्ति तयार हो। त्यो संस्कार बोकेको पार्टी, त्यो संस्कार बोकेको म व्यक्तिगत रूपमा मेरो मान्छे भएको कारणले गर्दा यसलाई निश्चित हामीले बुझ्न दिनु। फेरि पनि भन्छु, मेरै कुरा भन्छु त, म प्रदेश प्रमुखजीलाई के भनेको थिएँ भने धारा 3मा जान्छ भने संविधान त तपाईँ धारा 2मा लैजानु, धारा 3मा जान्छ भने धारा 3मा लैजानु, अन्य कानुनी व्यवस्था किन त्यसमा लिन्छ भनिसकेपछि मेरो प्रमुख सचेतकका लागि मानव क्षतिको लागि केही कुरा सोचेको हो भने उहाँले जे अध्ययन छ, उहाँले जे जानकारी छ त्यही नै भन्नुहुन्छ। उहाँको इच्छा पनि थियो धारा 2मा जान्छ भनिसकेपछि अरूको कुरा होइन। पहिले मसँग सम्बन्धित विषय सबैको सक्नु, पहिला मसँग भएको विषय सक्नु। आज यहाँ